हेलो एभ्रिवन, आज चाहिँ हामी यो खारा बजारको यो कृषि मेला हेर्न जाँदैछौँ। हामी नानीको आमा भएर देखिनुभयो नै। अनि साथीहरू, यो चाहिँ बडीघाट गाउँपालिकाले राखेको यो कृषि स्थानीय उत्पादनलाई मटोरिएर राखेको छ अरे। खै कस्तो छ, अब लेसी हेर्दै जानु होला तपाईँहरू पनि, म देखाउँछु तपाईँहरूलाई। अनि साथीहरू, म चाहिँ यहाँ बजार यसरी भिडियो गराउँदैछु। ल हेर्दै जानु होला है साथीहरू। अनि साथीहरू, यो चाहिँ हाम्रो बडीघाट गाउँपालिकाको कार्यभवन यता हो। यो चाहिँ बडीघाट गाउँपालिकाको बोर्ड अनि कार्यभवन यता है। गाउँपालिका देख्न सक्नुहुन्छ हाम्रो बडीघाट गाउँपालिकाको भवन। अनि साथीहरू, यो चाहिँ खारा बजार हामी प्रवेश गर्दैछौँ। अनि चाहिँ आज मेला लागेको चाहिँ खारा बजारको पुरानो भित्री बजारमा हो। अनि हामी चाहिँ हेर्न जाँदैछौँ साथीहरू। अनि साथीहरू, मैले चाहिँ यहाँबाट अब भोइस ओभर गरेँ, मलाई किनकि अप्ठ्यारो लाग्यो अलि मोबाइल टेर्साएर बोलेर हिँड्दाखेरि। अनि साथी अगाडि जाँदाखेरि यति राम्रो केरा थियो है। अहिले हामी फर्केर आएर लाने भन्दाखेरि 5 मिनटमा टोकेर भ्याइसक्नु हट्यो उहाँहरूले। अनि साथीहरू, यहाँ चाहिँ यो चाहिँ हाम्रो पुरानो खारा बजार, यति रमाइलो थियो त्यो जमानामा। यो बजार यति रमाइलो थियो है। अनि साथीहरू, यता चाहिँ यो चाहिँ भर्खर बडीघाटमा सिपमूलक तालिम सम्पन्न भएको यो मालाहरू राख्नुभएको थियो, राम्रो थियो। अनि साथीहरू, यहाँ चाहिँ ढाकाको कपडा, यो पनि बडीघाटमै बनेको। यहाँ चाहिँ सबै स्थानीय उत्पादन, अब घिउदेखि लिएर मह तरकारीहरू सबै स्थानीय उत्पादन राख्नुभएको थियो। अनि साथीहरू, यो बजार यति रमाइलो थियो है त्यो जमानामा। यहाँ त अब कुरै नगरौँ के है। त्यो जमानामा यो बजारको शान, यो बजारको उयस यति थियो के। अनि साथीहरू, हामी अगाडि जाँदा चाहिँ यहाँ चाहिँ पुरै टपरी, यो चाहिँ पुरै पाटको सालको पाटको टपरीहरू राख्नुभएको थियो। अनि जस्तो कि यहाँ पनि तरकारीहरू सबै स्थानीय तरकारी थियो। अनि हामी अगाडि जाँदा चाहिँ यो चाहिँ मेरो माइतीहरू हुनुहुन्छ है साथीहरू। माइती गाउँको मेरो सोरेटी नाच हो। यो सोरेटी नाच चाहिँ हाम्रो परापूर्वकाल बाबुबाजेहरूले नाच्दै आउनुभएको सोरेटी नाच अझै पनि नाच्दै हुनुहुन्छ। यो चाहिँ यति रमाइलो हुन्छ, अब गीत बुझ्नेलाई यति रमाइलो छ यो सोरेटी नाच साथीहरू। यो चाहिँ मेरो माइती गाउँको सोरेटी नाच हो। अनि साथीहरू, हामी चाहिँ एकछिन हेरेर अनि यसो घुमेर यसो फेरि फोटोसोटो खिच्न लाग्यौँ यता बिचमा आएर। अनि साथीहरू, यो चाहिँ पुरानो हाम्रो खारा बजार यति रमाइलो के। मलाई अहिले पनि धेरै समयपछि गएँ म यो ठाउँमा। अनि साथीहरू, यो चाहिँ हाम्रो स्थानीय उत्पादनमा बनेको यो अचार हाम्रो दिदीबहिनीहरूले बनाउनु भएको एकदम मिठो थियो। हामीलाई त हतार भएर हामीले मिल्नै नास्ता खाजा चाउमिनसित खाएको। हामीले चाहिँ तपाईँहरू आउनु होला, यो स्टलमा भिजिट गर्नु होला। एकदम राम्रो अचारको भेराइटीहरू एकदम छ यहाँ, एकदम मिठो छ अचारहरू। अनि साथीहरू, हामी एकछिन हेरेर फेरि फर्क्यौँ। अब हामी बल्ल रमाइलो हुँदै थियो, लाइट साइट अब रात परेपछि बल्ल लाइटहरू एकदम राम्रो देखिन्छ नि त।